गुड मर्निङ गाइज होइन। अनि आजको भिडियो चाहिँ भर्खरै ओछ्यानबाट उठ्ने बित्तिकै त नभनौँ होइन, ओछ्यानबाट उठेर पनि तल गएर मुखसुख धोएर पनि माथि आइसकेँ, खाजासाजा सब खाइसकेँ। अनि आज चाहिँ म जाँदैछु माथि डाँडा गाउँभन्दा अलिकति तपाईँले नचिन्न सक्नुहुन्छ। अलिकति हाम्रो चाहिँ त्यहाँ राष्ट्रपति रनिङ सिल्ड छ क्या, अनि स्कुलबाट लाने हो। अनि अब म बिस्तारै रेडी हुन्छु अनि जान्छु। अनि मेरो चाहिँ छ स्काउट होइन त, मेरो चाहिँ त्यहाँ स्काउटको मार्चपास्टहरू के गर्नुपर्ने छ। अब म पनि बिस्तारै रेडी हुन्छु, उहाँको भ्लग पनि बनाउने रहेछु, बाटोको भ्लग पनि अलिअलि हजुरहरूमा ल्याउने रहेछु भन्दै अब सिधै रेडी भएर मात्र मिल्नुपर्छ। फाइनल्ली म चाहिँ रेडी भएर पनि जाँदैछु स्कुलतिर। बाटो एक्लै छु अनि अलि बिचको त्यो अलिकति खरी खोला भन्ने ठाउँबाट जाने हो गाडी जानु चाहिँ। अब त्यहाँबाट चढ्न मिल्छ कि परे जानुपर्ने हो, एटेन्डेन्स लगाउनु पर्ने के हुन्छ होला। अब जाँदैछु, अब गाडीमा चढेर भेट्छु कि गाडी पनि छुटिसक्यो होला, भनेको टाइमभन्दा ढिलो भइसकेको छ। ल जाउँ है त। फाइनल्ली हामी स्कुल आइसक्यौँ। अब गाडी पर्खिमा छु, म त ढिलो भनेर कुद्दै आएको म। अनि भयो लास्टमा त गाडी नै आएर रहेछ, नो पोइन्टमा भनेको थियो, 10 पोइन्टमा आइसक्यो। फाइनली हामी सबैजना गाडीमा बसिसक्यौँ। बढी गयो भने मेरो भ्लगिङमा अहिले डिस्टर्ब नगराएको न। अनि यस्तो छ माहौल, चेपाचेप माहौल छ होइन। अब हामी लाग्ने हो बाटो। अनि आएर पनि लगाइसकेँ। यहाँ चाहिँ हाम्रो अर्को अनीहरूले पनि लुगा लाउँदै हुन्छ। म अगाडि क्यामेरा पार्न सक्दिनँ किनभने लुगा लाउँदै हुन्छ। अब यस्तै छ। अब यहाँको माहौल बिस्तारै म देखाउने नै छु। अहिले हामी जाँदैछौँ मन्दिरतर्फ गाइज होइन। अनि यो मन्दिर हो कि देवी थान हो? भ्लग हो भ्लग। अनि यहाँबाट दामी भ्यू छ। यहाँ तल रनिङहरू, ज्याभलिन थ्रो के हुन्छ। यहाँ भनेको चाहिँ भलिबल र कबड्डी जस्तो छ होइन यता। अनि यता मन्दिर। अनि हामीले चाहिँ मार्चपास्टहरू पनि गरिसक्यौँ। भ्लग चाहिँ बनाउन पाइनँ किनभने त्यहाँ अनुमति थिएन नि त। ल अब यस्तो छ, रमाइलो गरिँदैछ गाइज होइन। हामी चाहिँ अहिले जाँदैछौँ खाजा खानको लागि होइन। यी बाटो माथि नै थियो, तर हामीले माथि चाहिँ हल्का खाला मात्र थियो। अनि बाटैबाट जाँदैछौँ। अनि यो मैदानभन्दा चाहिँ अलिकति यो सडक चाहिँ अलिकति तल जानुपर्छ यता होइन। अघि त छोरा गलिएन नि हो, अनि सामान बोक्न लाएको थिएँ। फाइनली हामी बजार एरियामा छिरिसक्यौँ। यतै यहाँ छ। अब पसल खोज्नुपर्छ, पसल खोज्नलाई चाहिँ अगाडि नै जानुपर्छ। हामी चाहिँ हिँड्ने क्रममा चाहिँ मैले यहाँ चाहिँ एकदमै राम्रो ठाउँ देखेको छु। कस्तो मजाले क्या यो घरहरू हेर्नुहोस् न, एउटा घर अर्को घर कस्तो मिलेर बसेको छ। अनि यतापट्टि पानी ट्याङ्की छ, त्यहाँ चाहिँ माछा पनि बनेको रहेछ। अनि यस्तो छ यहाँको माहौल। यहाँनिर बस्ने फलैचा पनि राम्रो रहेछ, यहाँ बस्ने फलैचा छ। अनि यहाँ धारामा पानी चाहिँ छैन, तर माछा चाहिँ छ, पानी मिलाएको माछा। अनि यो त अघि मैले तपाईँलाई देखाउनु जरुरी छैन। बाटो पनि राम्रो छ, घरहरू पनि धेरै जस्तो पक्का घरहरू पनि रहेछ। पक्का नभए पनि धेरै राम्रो स्वच्छ घरहरू पाइदो रहेछ यहाँ चाहिँ। फाइनल्ली हामीले चाहिँ खाजा खाइवरी फेरि जाँदैछौँ कार्यक्रम स्थलमा। अनि बाटो त मैले कतिचोटि देखाउनु गाइज। अनि के भयो पनि थाहा छैन, आएको 2 घन्टा जति हुन आँटिसक्यो। अनि जाँदैछौँ। यो उकालो छ क्या बाटो चाहिँ, अनि च्यार फ्याफिया भइसक्यो।
फाइनली गाइस राति भइसक्यो अनि हामी चाहिँ घर जान पाइएन किनभने आज गाडी गएन अनि आजको बासे चाहिँ हुन्छ सबैजना यहाँ बाहिर बसिरहनु भएको छ अब यतै सुत्नु फाइनली हामी सुत्ने ओछ्यानमा आइसक्यौँ अब सुत्ने पालो अब एकचोटि मर्निङमा भेट्नुपर्छ मोबाइलमा चार्ज पनि छैन एडिट गर्न खोजेको हल्ला छ अब गुड नाइट भन्न चाहन्छु गाइस गुड मर्निङ गाइस फाइनली बिहान भइसक्यो होइन राति हामी सुतिसक्यौँ गाइस होइन राम्रो निन्द्रा गयो यिनीहरूलाई चाहिँ हल्ला भयो अरे म त आनन्दले निन्द्रा राम्रोसँग पुगिरहेछ फाइनली गाइस आजको हाम्रो कार्यक्रम समाप्त भइसक्यो अनि आज पनि घर गइ भएको छैन अनि उता चाहिँ बोल्न लाज लागेर भिडभाड भएर लाज भन्दा नि तेरो हल्ला भएर यता आएको छु म चाहिँ अनि गाइस अब भोलि पनि यस्तै हुन्छ उयो भाइ कराउनु चाहिँ के भयो यो कुडुमा अरे अनि केटाहरूले ब्लग हेर्छ भनेर केटाहरूको अगर सानो पढाउनु खोजे गाइज यो धेरै उत्ताउलो मान्छे छ यो धेरै जोसित पनि न्यु खोजिहाल्छ अनि अब आजको बसोबास यतै हुन्छ अब नेक्स्ट मर्निङ नै हुन्छ फेरि पनि हजुरहरूलाई त्यस्तो लाग्छ तर यति भन्दै आजको यो भ्लग चाहिँ सकिन्छ र अर्को भ्लग भनेको अर्को भिडियोमै आउँछ किनभने भिडियो धेरै लङ भइसक्यो यो भिडियो अलिकति लामो भयो 2 दिनको त्यसैले माफ गरिदिनु होला अब अहिले नै थ्याङ्क्स फर वाचिङ चाहिँ म भन्दिनँ अहिले भरे सुत्ने बेलामा भन्ने नै छु फाइनली खानासाना खाइसकेर हामी ओछ्यानमा आइसक्यौँ अब पालो सुत्ने छ मैले धेरै बोल्न छैन सबै कुरा मैले अघि नै बोलिसकेको छु यति भन्दै आजको यो भिडियो यही समाप्त हुन्छ थ्याङ्क्स फर वाचिङ बाई